नमस्ते एभ्रिवान, सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो यो ब्लगमा। सानो ब्लग लिएर आएको छु। ब्लगलाई लास्टसम्म हेर्नु होला। भिडियो मन परे लाइक गर्नु होला। आज म बिहानै 6 बजे भिडियो मैले आज 5:30 जाँदाखेरि खिचेको यो भिडियो हो। बिहान मर्निङ वाकको लागि म गाइस निस्किसकेको छु। मेरो साथमा आमा पनि हुनुहुन्छ। यसरी नै म प्रत्येक दिन बिहान सबेरै उठेर आफ्नो लागि आधा घण्टा जति समय हिँड्ने गर्छु। साथीहरू, कमसेकम हामीले हाम्रो स्वास्थ्यको ख्याल राख्नुपर्ने हुँदो रहेछ। सधैँ हाम्रो जीवन यति बिजी हुँदैछ, हाम्रो शरीरको लागि थोरै पनि समय हामीले निकाल्न सकिरहेका हुँदैनौँ। हामी व्यस्त हुन्छौँ अथवा कुनै पनि काममा घरमै रमलिरहेका हुन्छौँ अथवा अल्छी गरेर बसिरहेका हुन्छौँ। त्यसो गर्दा हाम्रो शरीरलाई विभिन्न किसिम रोगहरूले समातिरहेको हुन्छ। त्यसैले हाम्रो शरीरको लागि, हाम्रो स्वास्थ्यको लागि, हाम्रो माइन्ड हेल्दी राख्नको लागि भए पनि हामीले बिहान मर्निङ वाक गर्दा यति राम्रो हुन्छ साथीहरू। त्यसैले मलाई त एकदम आनन्द लागेर आउँछ। माइन्ड सफा हुन्छ, शान्ति हुन्छ, पोजिटिभ भाइब आउँछ। दिनको लागि हरेक काम सक्सेस गर्न सफल भइन्छ। जब सुरुवात राम्रो भयो भने दिन राम्रो हुन्छ भनिन्छ। त्यसैले होला म यसरी नै आजभोलि मर्निङ वाक गर्न जाने गर्छु गाइज। तपाईहरूले गर्नुहुन्छ कि गर्नुहुन्न कमेन्टमा बताउनु होला। कुनै पनि कामलाई हामीले बोझको रूपमा लियौँ भने त्यो धेरै गर्न गाह्रो हुन्छ। जे पनि काम हामीले आफ्नो भित्रैदेखि मनबाट लिएर गऱ्यौँ भने यस्तो रमाइलो तरिकाबाट सक्सेस गर्न सकिन्छ। त्यसैले होला मैले यो बिहानै मर्निङ वाक जाने काम मेरो डेली रुटिनमा राखेकी छु। तर कहिलेकाहीँ भ्याउँदिनँ, त्यो अलग कुरो छ। तपाईहरूले के गर्नुहुन्छ प्लिज गाइज, कमसेकम आफ्नो लागि पनि सोच्नुपर्ने हुन्छ। त्यसैले तपाईहरू पनि आफ्नो स्वास्थ्यको लागि ख्याल गर्नुहोस्। जाडो छ, बिहानै मर्निङ वाक गयो भने शरीर पनि तातो भएर आउँछ। बसिराख्दा भन्दा काम गर्दा अथवा हामी केही हिँडिराख्दाखेरि विशेष आनन्द आउने गर्दछ। त्यसैले म हजुरहरूलाई पनि रिफर गर्छु, कमसेकम आफ्नो डेली रुटिनमा मर्निङ वाकलाई कन्टिन्यू गर्नुहोला। त्यस्तै गरी हिँड्दै गर्दा मलाई विशेष त रमाइलो लाग्ने कुरा, मलाई सबैजनाले बाटोमा बोलाउनुहुन्छ। सबैजना बुढापाकादेखि लिएर बच्चाहरूलाई पनि भेट्ने गर्छु। सबजना मर्निङ वाकको लागि निस्किनुहुन्छ र म हाम्रो गुड मर्निङ दिँदै यसरी बाटोमा हिँड्दैछौँ। मेरो अघि पछि मेरो साथमा मेरो सासुआमा पनि हुनुहुन्छ। हामी यति बेला जङ्गलको बाटोतिर आइसकेका छौँ। देख्न सक्नुहुन्छ वरिपरि पुरा जङ्गल छ। तर पनि हिँड्दाखेरि शान्त चिसो हावा आइरहेको छ। म अघि छु, पछि